this is the Deep Emotion Center for Research and Development. The theme of our skit is mental health. आजको हाम्रो स्किटको थीम रहेको छ मानसिक स्वास्थ्य। यस स्किटमा हाम्रो मुख्य पात्र सदीक्षा छिन् जो आफ्नै मस्तिष्कभित्रका आवाजहरू सुनिरहेकी छिन्। यी आवाजहरू कहिले सकारात्मक हुन्छन् कहिले नकारात्मक। नेहा उनको मनको सकारात्मक आवाजको भूमिकामा छिन्। अर्जुन नकारात्मक आवाजको पात्रको रूपमा प्रस्तुत हुनेछ। त्यसैगरी नवीन र म पनि सदीक्षाको मनभित्र गुन्जिरहेका अन्य व्यक्तिहरूको आवाजको भूमिकामा छौँ। हाम्रो यो सानो प्रस्तुतिले मानसिक स्वास्थ्यको जटिलता र त्यसप्रतिको बुझाइमा केही महत्त्वपूर्ण सन्देश दिन सक्छ भन्ने आशा गरेका छौँ। धन्यवाद। यत्रो वर्षको टिचिङ एक्सपिरियन्समा मैले यस्तो घटिया स्टुडेन्ट त अहिलेसम्म देखेको थिइनँ। अब त अति भइसक्यो कि यो पागलले। यसको यही चालो भने यसलाई पागलखाना लगेर राख्दै हुन्छ कि। अरे सदीक्षा, व्हाट्स योर प्रब्लम? न राम्रो मार्क्स आउँछ न अरू कुनै काम ढङ्गसँग गर्न आउँछ। के भयो भनेर सोद्धा खालि बुझ्नुहुन्न भनेर छोडिदिन्छौ। हे भगवान्, के गर्ने यसको? यति ठुलो भइसक्यो, दिमाग छैन, बुझ्ने होइन, म्याचुरिटी त झन् यति पनि छैन कि। परिवारको र बाउको इज्जत त यसले खरानीमै मिलाइसक्यो। अझ पनि यसलाई अलिकति पनि लाज छैन। फेरि यस्तो नालायक मेरै घरमा जन्मिनु पर्ने के। व्हाट अ लुजर। अटेन्सन सिकर। दिमागै छैन यो केटीको त। त पागल हो। वर्डलेस गड। स्टप। धेरै भयो कि अब धेरै नै भयो कि। के हो यस्तो सदीक्षा? होइन के हो यस्तो? कति आफू चुप लाएर बस्छस्? कति बजीसम्म कति टाइमसम्म आफ्नो आवाजलाई नै यसरी दबाएर बस्छस्? तँलाई थाहा छ लास्ट टाइम त आफूसँग कति बेला कुरा गरेको थिइस् भनेर? जब त म्याथमा फेल भएको थिइस् अनि बाबाको पिटाइ खाथिस्। त्यसपछि कहिले बोलेको छस् आफूसँग? आफूसँग बोल्दाखेरि कति लाइट र हल्का फिल हुन्छ भन्ने नि बिर्सिसकिस् के तैँले? आफूसँग त छोड्दैन यार, अरूसँग पनि कुरा सेयर नगर्ने के। नट इभन विथ योर प्यारेन्ट्स। न कुरा सेयर गर्नु नै इम्पोर्टेन्ट ठानिस् के। आफूसँग कुरा दबाएर राख्दा राख्दा त यस्तोसँग भइसकिस् के। यो समाज सदीक्षा, यो समाजले तँलाई यो गर त्यो नगर, समाजले भने अनुसार हिँड्दा यो गरे ठिक त्यो गरे बेठिक यो गरे ऊ भन्ने हिँड्दा त आफू को हो त्यो आफ्नो आइडेन्टिटी आफ्नो पहिचान नै बिर्सिन लागिसकिस् के। को हो म भन्ने नै छैन कि तँलाई, बिर्सिसकिस् तैँले। कति बेरसम्म चुप लाएर बस्छस्? केही त भन्या त्यस्तो होइन। हामीले भनेको नमाने तैँले कसले भनेको चाहिँ मान्ने त? यो समाजमा बस्नु छ भने तैँले हामीले भनेको मान्नुपर्छ, बुझिस्? अरे यार सदीक्षा, प्लिज यस्ताहरूको इन्फ्लुएन्समा आएर नि त आफ्नो आइडेन्टिटी बिर्सने काम नगरे। तँलाई थाहा छ त पहिला लास्ट टाइम पहिला सरले हामीलाई केही बुझाउनु हुँदाखेरि कि केही टपिक बुझाउनु हुँदाखेरि तैँले केही बुझेकै थिइनस् कि। त्यति बेला तैँले सरलाई के भनेको थिइस् भन् त? याद गर त, भन्न। सम्झी? याद छैन? ठिक छ, केही भएन। यो त पक्कै याद होला जब बाबाले मेरो छोरी ठुलो भएपछि के भन्छ भनेर सोध्नुभएको थियो। त्यतिखेर तैँले बाबालाई के भनेको थिइस्? याद गर न। कि बिर्सिस्? कि भन्न मन लागेन? यो पनि छोड्दे। यो त स्योरै याद होला जब साथीले एक गर्दै सबैलाई मेरो बर्थडे पार्टीमा आऊ है भनेर भन्नुहुँदाखेरि तैँले के भन्थिस् साथीलाई? के भनेथिस् भन्न? अहिले पनि तेरो आवाज निस्केन? केही त बोल। ठिक छ, केही याद नलिँदै म छु याद गर्ने, म याद दिलाउँछु के भन्थ्यो भनेर। So children, have you understood? Yes ma'am. And you Sadiksha, have you understood? सदीक्षा प्लिज केही बुझी छैन भनेर भन्दै कि अहिले पनि स्वर आफ्नो यस्तै दबाएर राखिस् भने त पछुताउँछस् के पछि। प्लिज सदीक्षा, जस्ट से यु डोन्ट अन्डरस्ट्यान्ड। मलाई बुझाइदिनु भनेर भन् कि प्लिज सदीक्षा। यति साह्रो कन्सेप्ट पनि बुझिनस् है तैँले? अब यहाँ बन्ने होइन तैँले, यहाँ बनिस् भने त स्टुडेन्ट पनि हाँस्छन्, टिचरहरू पनि हाँस्छन् होइन त? अब घर जा, तैँले जे जानेछ त्यस्तै सल्भ गर। Yes, ma'am, I understood.
सो सदीक्षा छोरी तिमीले के डिसाइड गर्यौ त? अब के सोच्यौ त? के बन्ने सोच्यौ त? डक्टर नै बन्ने होला नि है बाबु? सदीक्षा प्लिज से आई वान्ट टु बिकम एन आर्टिस्ट। अनि म पेन गर्नु मन छ भनेर भन् कि मलाई प्लिज एकचोटि बाबाले एलाउ गर्नुभयो भने नि त्यसको त जति पेन गरे नि पाउँछस् कि यहाँ पेन गरे हुन्छ त्यहाँ पेन गरे हुन्छ सबै पेन गरे नि पाउँछस् कि प्लिज सी वन्स आई वान्ट टु बिकम एन आर्टिस्ट। डक्टर यस्तो पेन भने प्लिज प्लिज भन्दै कि पेन्टिङ पेन्टिङ यो पेन्टिङ सेन्टिङले के हुन्छ? हाम्रो जस्तो देशमा कोही पेन्टर बनेर पेन्टिङ सिकेर के कानै लियोनार्डो डा भिन्ची बन्ने हो र कोही? त्योभन्दा पेन्टिङ सेन्टिङ छोड्दे, बरु राम्रोसँग पढेर डक्टर बन। डक्टर बनिस् भने हाम्रो बाबाआमाको इज्जत पनि बन्छ, तँलाई पनि राम्रो हुन्छ छोरी। डक्टरमा भविष्य राम्रो छ। हुन्छ बाबा, म डक्टर बन्न चाहन्छु र म डक्टर नै बन्छु। सदीक्षा तँ आज आउँछस् नि होइन पार्टीमा? प्लिज लास्ट टाइमको जस्तो नाटक नदेखा है। म तेरो आउँदिनँ भन्ने वर्ड सुन्न चाहदिनँ र यो सोझो बन्ने एक्टिङ पनि नगर है मेरो अगाडि। सदीक्षा प्लिज मलाई जान मन छ, मलाई आउँदिनँ भनेर भन्दै कि प्लिज तेरो साथी त हो नि यार, तेरो बुझिहाल्छ नि तेरो कन्डिसन तेरो कुरा। आउँदिनँ भनेर भन्दै कि जानु छोडेर छैन त। प्लिज एकचोटि अब पनि चुक्ला नबस्यो सदीक्षा प्लिज। कस्तो बेस्ट फ्रेन्ड हो त? तेरो बेस्ट फ्रेन्ड होइन ऊ? बेस्ट फ्रेन्डकोमा त बोलाएर जानुपर्छ नि होइन? नजा ल, यहीँ बस। त सधैँ चाहिँ घरको एउटा कुनामा बस अनि टोलाएर जे सोच्ने हो सोच। एक्लै सोचेर के सोचेस् बस। अब कहिले त आफ्नो सेलबाट बाहिर निस्कि, कहिले हो तैँले यो डरलाई हटाउने? सधैँ यस्तै हो त? ल यस्तै बस है त। हुन्छ म आउँछु आज। अब विगतका सम्झनाहरूबाट सदीक्षा अहिलेको समयमा फर्किँदा आउँछु। याद आयो नि आफूसँग के भन्थ्यो भनेर। इनफ्याक्ट आई वुड रादर से के आफूसँग हुन दिएको छ भनेर। अझै पनि चुप लागेर बस्ने हो? कति थाक्छन् आफ्नो आवाज लेख्छन् दबाएर बस्छस्। आफ्नो चान्स आफूले नखोस् कि आफ्नो बोल्ने चान्स केही त गर यार। यसरी बसेर आफ्नो मेन्टल हेल्थलाई कति असर पर्छ सम्झेको छस् यो कुरा तैँले? नबोल कि त प्लिज यार, केही त बोल। यसरी चुप लागेर बस्छन् भने के हुन्छ समाजमा यार? तैँले कति हेप्छ मान्छेहरूले केही बोलिनस् भने केही गरेनस् भने प्लिज। म बस्न चाहन्न, म बस्न चाहन्न। जब म आफ्नो हिसाबले आफ्नो जिन्दगी जिउन सक्दिनँ भने म बाँचेर के काम? म बाँच्न सक्दिनँ। कहिले बाबाको इच्छा, कहिले आमाको इच्छा, कहिले भाइको इच्छा, कहिले टिचरको इच्छा, अनि यो समाजको सोच, अनि मेरो इच्छा। कि मैले एउटा मौका पनि डिजर्भ गर्दिनँ आफ्नो मौका सपना पुरा गर्नको लागि? मलाई माफ गरिदे सदीक्षा, मलाई माफ गरिदे। म बाँच्न चाहन्छु सदीक्षा। मलाई मेरो जिन्दगी मेरो हिसाबले जिउनु छ। यो समाजको इच्छा पुरा गर्दा गर्दै, बाबाको इच्छा पुरा गर्दा गर्दै मेरो सपना म भित्रै बिलाएँ। मेरो सपना यो समाजको पिञ्जडाले मलाई हुनै दिएन। यो समाजको पिञ्जडाले तँलाई थाहा छ, मलाई एकचोटि मम्मीले सोध्नु भएको थियो, छोरी सदीक्षा तिमीलाई के भन्न मन छ? तिमीलाई इच्छाहरू के छन्? तिमीलाई कस्तो फिल भइरहेछ? मलाई याद छ मैले त्यति बेला आफ्ना सबै कुराहरू समेटेर, आफ्ना इच्छा चाहना सपनाहरू समेटेर मम्मीलाई भन्न कोसिस गर्दै थिएँ। म उहाँको कुरा पनि बुझ्न चाहन्थेँ र आफ्नो कुरा पनि बुझाउन चाहन्थेँ र म भन्दै थिएँ कस्तो फिल हुन्छ भनेर। मलाई रुन मन लाग्छ, मलाई डर लाग्छ। सानो सानो कुरामा हत्तिन्छु म, सपनामा तर्सिन्छु म। मलाई कोहीसँग बोल्न मन लाग्दैन, मलाई डर लाग्छ यो संसार देखेर। तर मैले भन्दै थिएँ मलाई मम्मीले कस्तो बेवकुफ छोरी जन्माएछ भनेर जान्नु। त्यसपछि मैले हारेँ सदीक्षा, त्यसपछि मैले हारेँ सदीक्षा। जब मलाई मेरो आमाले बुझ्न सकेन, मेरो जन्मदिने आमाले मलाई बुझ्न सकेन, यो संसारले मलाई कसरी बुझ्छ? यो संसारले मलाई कसरी बुझ्छ?
च्यालको साइडमा म ठुलो एउटा रुखको पेन्ट गर्न चाहन्छु जहाँ चराहरू बसेको उडेको देखाउन चाहन्छु। म भन्छु मम्मीलाई मलाई पेन्टिङ गर्नु मन छ भनेर। म एकदम ठुलो आर्टिस्ट भन्छु, म पेन्टिङ गर्न चाहन्छु। मानसिक स्वास्थ्य शारीरिक स्वास्थ्य जत्तिकै महत्त्वपूर्ण छ। त्यसैले सुनौँ, बोलौँ र सहयोग गरौँ।